जान्दैमा मात्रै नि पास भन्दैन भन्ने कुरा मार्केटमा पढाइरहनु भएको स्रोत व्यक्तिहरूबाट पनि विद्यार्थी शास्त्रले उदाहरणहरू छ। हेर्न जरुरी छ। उहाँहरूले चाहिँ कतिपयले चाहिँ कतिपय त के गर्नु भएको छ, किताबै सार्वजनिक गर्नु भएको छ, त्यही किताब पढेर आफूहरू चाहिँ सफल हुनु भएको छ। त्यही किताब पढेर अरू सफल हुनु भएको अब हो, अरू सफल हुनु भएको छ। यहाँ उदाहरण मैले नाम लिइरहनु पर्दैन, आफै पढाइरहनु भएको छ, त आफू सफल हुनु भएको छ, अरूलाई सफल गराइरहनु भएको छ। ब्याकअप छन् भनेपछि जान्दैमा मात्रै पनि त धेरै हुन्छ नि त। जान्नु मात्रै सफलता होइन होइन, त्यसलाई ट्र्याकमा जानु जस्तो तपाईँको अरू मैले यसमा चाहिँ अब हेऱ्यो मैले जहिले पनि भाग्यमा लेखेर होइन टाइप गरेर ल्याउनु पर्ने हो अब भन्छु क्या। किन भन्दाखेरि 100मा 100 जान्न सम्भव छैन कि साथीभाइ, सबैलाई मैले भन्छु। क्यारम बोर्डको उदाहरण दिएर हुन्छ, सबैजनाले चाहिँ 4वटा पुवालमै ताकिरहेको हुन्छ, कसैको सिधा हान्दा बस्छ, कसैको पुवालभित्र पसेको पनि ठोकिएर बाहिर निस्किन्छ, त्यो कर्म बिग्रेपछि बाहिर निस्किन्छ, कसैको टङ्की हान्दा पनि बसिरहेको हुन्छ यताउता पारेर। किन भन्दाखेरि यहाँ 100मा 100 जान्न सम्भव छैन। आफ्नो एङ्गलबाट पढ्ने हो, त्यही 4वटा एङ्गल क्यारम बोर्डको हाने जस्तो सबले आफ्ना आफ्ना एङ्गल पढेका हुन्छन्, त्यो एङ्गलबाट कसको क्वेसन फस्यो त्यही मान्छे भाग्यमानी हुन्छ। समग्रमा त पढ्नु पर्यो, तर ट्वाक्कै क्वेसनमा चाहिँ फोकस गर्ने कुरा चाहिँ त्यसले डिटरमाइन गर्छ। भाग्यमा पनि विश्वास म चाहिँ गर्छु।